हेलो साथीहरू, आज मैले हजुरहरूको लागि 70 वटा HTML ट्याग बनाएर ल्याएको छु। हजुरहरू यदि HTML ट्याग जान्न चाहनुहुन्छ, सिक्न चाहनुहुन्छ भने यो भिडियोलाई स्किप नगरेर हेर्न सक्नुहुन्छ। तपाईँले पुरा HTML ट्यागहरू कसरी बन्दा रहेछन्, के काम रहेछ यिनीहरूको भनेर हजुरहरूले हेर्न सक्नुहुन्छ। हजुरले यी भिडियो अथवा यो भिडियोलाई हेरेर यो रहेछ है HTML ट्याग, यसले यो काम गर्दो रहेछ है भनेर पुरा बुझ्न सक्नुहुनेछ। ल म स्टार्ट गर्छु। हजुरले केही बुझ्नु भएन, केही आएन, केही बुझिएन भने मलाई कमेन्टमा लेख्न सक्नुहुन्छ। यदि हजुरले यी ट्यागहरू सबै पढिसक्नुभयो र अरू ट्याग पनि पढ्ने मन छ भने मलाई कमेन्टमा भन्न सक्नुहुन्छ। मैले पढिसकेँ, अरू ट्यागहरूको आवश्यक पर्यो भनेर। ल सुरु गरौँ। HTML ट्याग। फर्स्टमा स्टार्ट गर्दाखेरि हामीले HTML कोड लेख्दाखेरि फर्स्टमा नै HTML ट्याग लेख्नुपर्छ। यसको मुख्य काम भनेको वेब पेजको सारा वेब पेज यसले नै चलाउँछ क्या, जसले वेब पेज भित्र लेखेका सबै ट्यागहरूलाई घेर्दछ। यो नै HTML ट्याग हो। अब सबै हेर्न सक्नुहुन्छ। म चाहिँ यसरी सबै ट्यागहरूलाई बताउन सक्दिनँ। म स्क्रोल गरेर तल लैजान्छु, हजुरहरूले प्रष्टसँग हेर्नुहुनेछ। ल हेर्नुहोस्, यी सारा HTML ट्यागहरू रहेका छन्। अब बन्डल 2 आएको छ। ल मैले यसरी तयार पारेको थिएँ। ल हेर्नुहोस् प्रष्टसँग, हजुरहरूले बुझ्नुहुनेछ मलाई आशा छ। यसरी लेख्नुभयो, यसरी गरेर पढ्नुभयो भने यसको काम यो रहेछ है भनेर हजुरलाई बुझ्न सहज हुनेछ। ल हेर्नुहोस्, हामी 22 सम्म पुगिसकेका छौँ। ल डिफ्रेन्ट ट्यागहरू है, यो चाहिँ सेम ट्यागहरू होइन नि, प्रत्येक डिफ्रेन्ट ट्यागहरू युज गरिएको छ यहाँ। ल हेर्नुहोस्, यहाँ यसरी बनाइएको छ। ल हजुरले बुझ्नु त बुझ्नुहुन्छ प्रष्टसँग, ध्यान दिएर हेर्नु होला। हजुरले स्किप नगर्नु होला है भिडियो, अनि भिडियोलाई लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। ल हजुरहरूले हेरिसक्नुभयो, म हेर्दैछु यता। लगभग अब 60 वटा ट्याग पुगिसकेको छ। 63 स्टार्ट भयो, 66। ल है त। ल आजलाई यति नै। नेक्स्ट टाइम हजुरले अरू ट्यागको आवश्यक पर्यो भने म हजुरलाई फेरि उपस्थित हुनेछु यता। त्यसैले हजुरले त्यति दिनसम्म यो भिडियोलाई हेरेर साथ दिनु होला, एन्ड हजुरले लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला है त। ल ओके बाई।